ल नन्चम गर्दैछन् अहिले चाहिँ हामी यहाँबाट सिधै हाम्रो यात्रा गोसाइकुण्डको हुँदैछ। हेलो पनि खान्न त्यो मौसम खोलेर दामी भएको छ क्या गोसाइकुण्ड आउँदाखेरि हामीलाई एकदम दामी सिनहरू छ गाइस। ल फाइनल्ली हामी चाहिँ भुन्जे आइपुग्यौँ। भुन्जेबाट अब यात्रा सुरु गर्दैछौँ। अब यसो खाना पाउँदैछ अरे, खानासाना खाएर छैन भने ल सबैजना खानाको प्रतीक्षामा बसिरहेका छन्। तिमी पहिला भन्दा ह्यान्डसम भएछ यार। ल फाइनल्ली हाम्रो यात्रा सुरु हुन लाग्यो अब चाहिँ गोसाइकुण्डको। बिहान हामी 5:30 बजे हिँडेको, अहिले 1 बज्यो। कति बजी ड्याडी ठ्याक्कै है? 1:05 ल 1:05 बजे 1 बजेर 5 मिनटमा हाम्रो यात्रा सुरु। अब हामी हिँड्छौँ। ल एकचोटि हाई गरिदिउँ त एलेक्स। हाम्रो यात्रा सुरु भयो है सबैजना। यहाँ दाजुभाइ बाजे बजे बाहरू सबजना। ल अलि हिँड्न सकेला छैन, ब्याग भारी भारी भएको कारणले। हाम्रो ग्रुपको साथीहरू चाहिँ अगाडि पुगिसके, उहाँ पुगिसके सबैजना। यहाँ बाँकी पछाडि म, हामी 2-3 छौँ। ल हेर्दै गर्नु होला, अब एकछिनमा भेटौँला उतै तलतिर गएर। ल राष्ट्रिय झन्डा बोकेर गोसाइकुण्ड यात्रामा निस्किनु भएछ। स्वागत छ हजुरलाई। ल हजुरलाई पनि धेरै धेरै स्वागत। वेलकम वेलकम, लेट्स गो। ल जाऊँ अब। ल यात्रामा सँगै यसलाई पनि साथी नभएर बस्यो होला, यो माझ्जान साथी भएर अनि निस्क्यो होला नि सँगै। कहाँसम्म जाँदो रहेछ हेरौँ, धुन्सेदेखि यो हामीसँग। ल चप्पल छुटेको अवस्था सदाइको सुरुमै स्टार्टिङमै अहिले नै थाकिसक्यौँ हामी। ल कालो चस्मा लगाएर लखर 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 पुग्ने कहिले होला थाहा छैन। जस रमणीय छ हाम्रो यात्रा। हेलो हेलो वेलकम टु गोसाइकुण्ड। दिनदिनै पानी परिराख्ने यसपालि चाहिँ मौसमले पनि एकदम साथ दिएछ हामीलाई। घाम लागेको छ मजाले, रमाइलो भइरहेछ। ल हेर्नुहोस् जाउँ न, हिँड न। आहा कस्तो सुन्दर दृश्य, पानी हेर्नु त ल ल ल ल ल ल ल ल ल बगेको कस्तो हल्लेको यो पुरो। के अरे मान्छेहरू यस्तै भएर हौ। सुमन यसको बारेमा भनिदे। गोसाइकुण्ड पुग्न नसक्नेहरूको लागि त्यहाँको पानी यहाँ आउँछ अरे, त्यही भएर मोस्ट अफ बुढाबुढीहरू यहाँ दर्शन गरेर फर्किने भनेर
मिनी गोसाइकुण्ड त्यही भएर यो हो त्रिशुलीको मुहान गोसाइकुण्डबाट आएको पानी ल हेर्नु कस्तो दामी छ आहा यस्तो घाममा नुहाउनु पायो भने कति मजा आउँथ्यो होला यहाँ है अब चाहिँ हाम्रो उकालो सुरु भयो केले ए पुलले ल स्वागत छ उकालोमा खिन्डे आइपुग्यो हामी कति बजे 3 बजे खिन्डे आइपुग्यो 1:05 हिँडेको हामी धुन्चेबाट 3 बजे खिन्डे आइपुगेका छौँ तर हामी एकदम बिस्तारै आएको अलि हिँड्यो भए त हामी देउराली कटिसक्थ्यो होला खिन्डे आएर सबैजना आराम विश्राम गर्दै हुनुहुन्छ वाह ब्युटिफुल मन धुन्छु ल पानी पर्न थाल्यो गाइस हामी पुगेका छैनौँ हामी देउरालीकै यात्रामा छौँ अहिलेसम्म हामी चाहिँ देउराली पुग्यौँ 1 बजे हिँडेको 5 बजे देउराली पुग्यो 4 घन्टामा बिस्तारै हिँड्यो भएर होला आराम ल हिँडौँ अब हिँड्नु पर्ने हुन्छ माथि हिँड्नु पर्यो अब गाइस 6 बज्यो हामी हिँड्दैछौँ पुगेका छैनौँ आउनुहोस् स्या चाहिँ एकदम आउनु थाल्यो अब त्यही पनि हिँड्दैछौँ रेस गर्ने ठाउँमा आएछ ल हेलो हेरे पनि चुकाएको पाल मेरो खुट्टामा ए उता पनि टोक्ने होला अनि मलाई नि जुगा भनेर पुरा भित्र स्याउ भइरहेछ अघि पानी परेर चाहिँ झ्याउ भयो एकछिन कस्तो भयो त ड्याडीको यात्रा अहिलेसम्मको रमाइलो छ त्यति रमाइलो हुन्छ अब रमाइलो हुन्छ सबैसँग सँगै त्यही माथि होइन र जानुपर्ने त्यहीबाट 3 घन्टा हिँड्नुपर्छ अनि ल गाइज स्टिल अन द वे है जङ्गलको बाटोमा एकदम गाह्रो भएछ हामीलाई कति बज्यो 8 बजिसक्यो हामी चन्दनबारी पुग्न सकेका छैनौँ जङ्गलमै अड्केका छौँ कति बजी पुग्छ खै फाइनल्ली गाइज राति 8 बजे हामी चन्दनबारी पुग्न सफल भयौँ तिम्साबाट हामीलाई 1 घन्टा 15 मिनट लाग्यो 1 घन्टा मात्रै हो अनि ल कस्तो भयो त एक्सपिरियन्स है आज धेरै हिँड्यो फ्याक्ट्री आइपुग्यो ल चन्दनबारीको रमाइलो माहौल हेरौँ हेर्न सक्नुहुन्छ तपाईँहरू पनि तर हामीलाई एकदम धेरै टाइम लाग्यो पहिलापालि त हामी धेरै चाँडो आएको थियो यसपालि अब मान्छेभन्दा पनि साथीभाइहरू हिँड्न नसकेका कारणले बिस्तारै आएको हामी चन्दनबारी पुग्यो भनेर रमाएर के गर्नु गाइज यहाँनिर पालो सिस्टम हुँदो रहेछ पालो सिस्टमले गरेर हामी त अघि चन्दनबारी आयो भनेर रमाएको धेरै माथि पो रहेछ होटेल
जान माथि नपर्ने भयो तल बजारमा भने त पनि ठिक छ मस्ती हिँड्दैछौँ हामी गाह्रो गाह्रो गरेर हो के अनि लौरो सौरो छोडेर हिँड्ने फालिदिने कसको लौरो नि यो के थाहा मलाई त्यो त मेरो त यहाँ छ त के भने हजुर ड्याडले कसको लौरो ल्याउनु भयो भएछ फाइनली आइपुग्यो हामी हेलो ल बधाई छ सबैजनालाई यहाँसम्म आइपुग्नु भएकोमा हजुर तोरी तेल लाएर खुट्टा बलियो भयो हो क्या यहाँ हेर्नुहोस् त यहाँ त मेरो ठेला उठेको खै लौरो टेकेर यस्तो थाहा अब के भन्ने होला है गाइज हेर्न सक्नुहुन्छ है यहाँ भोलिको लागि पूर्व तयारी चल्दैछ हाम्रो चाहिँ टौडी तेल लाएर खुट्टा बलियो भयो टाइपको भइरहेछ हात पनि बलियो भयो बलियो भयो यो निला मिस कस्तो ह्याप्पी भइरहेको अघि कस्तो थियो अहिले कस्तो भएछ 5 मिनेट बढ्दै हेलो गुड मर्निङ मर्निङ अनि नमस्ते है सबैजनालाई गुड मर्निङ है दाइ गुड मर्निङ अब फेरि हाम्रो यात्रा सुरु भएको छ अहिले 5:15 चन्दनबारीबाट हाम्रो यात्रा कुण्ड पुग्ने हाम्रो आजको टार्गेट क्या दामी आउँदो रहेछ नि त ल मौसम बिग्रिसकेको अवस्था छ बिहान बिहानै है एउटा फोटो खिच्छु क्या म यो चाहिँ लौरी बिना रे के रे यो ठाउँको नाम छोलाङपाटीको उकालो गाइस जङ्गलहरू चाहिँ यस्तो छ यहाँको रमाइलो यो उकालो कटेपछि त सिधा हो पुगिहाल्यो नि गाई छोलाङपाटी पुग्नै लाग्दा चाहिँ तेर्सो बाटो छ हामीलाई चाहिँ अहिले चाहिँ सजिलो भइरहेको अवस्था त्यही पनि श्वास आउँदो रहेछ आइसियो उसलाई पनि धेरै श्वास आए जस्तो वी आर इन छोलाङपाटी आफ्टर 2 hours 2 घन्टापछि चन्दनबारीबाट हिँडेको हामी छोलाङपाटी आइपुग्यौँ गाइज हामी चाहिँ हिँड्दैछौँ मौसम चाहिँ यस्तो छ अवस्था केही देखेको छैन हिजोसम्म चाहिँ पुरै खुल्ला थियो आज बिजोग छ सास फुलिरहेछ हामी हिँड्दैछौँ अब लौरी बिना पुग्न लाग्यो हामी म कति रुपियाँ प्लेट होला त्यो सोधेन ल गाइज हामी चाहिँ स्याउ खान लाग्यो अब यो चाहिँ लौरी बिनाको होटेल हामी लौरी बिना आइपुग्यौँ फाइनल्ली एकदम बिस्तारै बिस्तारै हिँडेर लौरी चराउने ठाउँमा पुग्यौँ लौरी बिना चाहिँ यहीँ हो लौरो चराउने भगवान् रक्षा गर्नुहोस् सबैजनाको यात्रा सफल रहोस् भगवान् सम्पूर्ण हाम्रो टिम मेम्बरको यात्रा सफल रहोस् राम्रो होस् ल अब हामी यहाँबाट माथि लाग्छौँ बुद्ध मन्दिर गएर भेटौँला बुद्ध मन्दिर आइपुग्न लाग्यो खुसी लागेको छ हामीलाई बुद्ध मन्दिर कट्यौँ मजा आइरहेछ मजा ठिकै छ त गाइस हामी चाहिँ स्टिल हिँडिरहेछौँ अझै पनि
तर हामी अझै पुगिन सकेका छैनौँ। अरूहरू त सबैजना पुगिसक्नु भयो होला, हामी बुढाबुढी लास्टमा। तर पुग्ने लागेको छ हामी। यहाँबाट हामी 10 मिनट जतिमा पुग्छौँ भन्ने हामीलाई विश्वास छ। ल लास्टै मौसम नखोलेर बिजोग भयो आज। अरू त सबै ठिकै हो। ल यस्तो छ मौसम। ठिक छ? गाइस अब कुण्ड गएर भेटौँला है। अब बिचतिर भिडियोहरू खतरा देखाउनु मन थियो, तर आज मौसमले साथ नदिएको कारणले खासै भिडियोहरू खिचेन। अब नेक्स्ट टाइम आयो भने चाहिँ खतरा भिडियो देखाउँला। तर पनि तपाईँहरूको लागि अब गोसाइँकुण्ड कोही आउँदै हुनुहुन्छ भने त्यसको लागि चाहिँ तपाईँहरूलाई अलिअलि हाम्रो भिडियो हेऱ्यो भने सहयोग हुन्छ थोरै, होइन? ल हेर्दै गर्नु होला। हालत पतली भयो। मजा आयो यार, मजा आयो। इस गेट चाहिँ पुग्यो। अब यहाँबाट त कति छ र, 10 मिनटमा गएर नुहाएर भाडामा गएर पान थापेर फर्किदिने हो गाइस। हामीलाई चाहिँ बुद्ध मन्दिर अगाडि आउनु कति 1.5 घन्टा लाग्यो क्या? 1.5 घन्टा लाग्यो ठ्याक्कै। मान्छेहरूले चाहिँ 2 घन्टा, कसैले 3 घन्टा भन्दै थिए, कसैले त 4 घन्टा पनि पुग्दैन भन्थे। 1.5 घन्टामा ठ्याक्कै पुग्यो हामी। खै त्रिशुल ए पख न। अब यहाँ तल चाहिँ भएर पुण्य थियो क्या अरे। अब हुसुल आएर केही देखेको छैन। गोसाइँकुण्डै पुग्छौँ। पुगिसकेका छौँ हामी गोसाइँकुण्डमा। एकदम रमाइलो भइरहेछ हामीलाई। गाइस अहिले चाहिँ मेला सुरु हुन लाग्यो भएर मान्छेहरू खासै छैन, कमै मात्रामा छन्। होटेलहरू सबै पाउँदो रहेछ अहिलेलाई त। गाइस ल हेर्नु है, हेर्नु ल ठ्याक्क भ्यू खोल्यो है अलिअलि। ल यति भयो नि हेर्न पाइएको छ हामीले चाहिँ। ल ह्याप्पी ह्याप्पी हो त्रिशुल धारा त्यहाँ माथि। खै ठ्याक्कै मौसम खोलिदिए है, यति भयो नि। मधुरो देख्यो अब के ठिकै छ नि, यति भयो नि। हामी चाहिँ ठ्याक्क अहिले 1:30 बजे, 1:30 पाउने 2तिर पुग्यो है लगभग मोटामोटी। कतानिर छ ठाउँ हेर्नु है। ल हर हर महादेव। ओम नमः शिवाय। पौडी आज पौडी खेल्नु ल। गाइस हामी चाहिँ स्नान पनि गरिसक्यौँ है। आउने बित्तिकै म चाहिँ हाम फालिहालेँ। ओम नमः शिवाय, ओम नमः शिवाय। ल भगवान् आँटेको काम सबैको पुगोस्, सबैको रक्षा होस्। ल मनको कुरा, मनको इच्छा पुरा होस्। ओम नमः शिवाय। ल सोल्टी केही छ उइस होइन? यो सकेको जति त हिँड्दै गर्नु गाह्रै हुन्छ तल। राख नि त्यही हो सोल्टी। ल हो मैले अघि त्यहीँसम्म गर्छु क्या। ल चाँडो गर, चाँडो। कालो हर, दुष्ट हर, दरिद्र हर, हर हर महादेव भन्न। गहिरो छ। टाउको डुबाउनु पर्छ क्या हो, त्योभन्दा उता नजानु। ओम नमः शिवाय। 1
अलि अगाडि आउनु अलि अगाडि आउनु ओम नमः शिवाय लास्ट एक ल ओम नमः शिवाय भन्नु न ओम नमः शिवाय हर हर महादेव ल तपाईँ जानु भइसक्यो म त मिस घामिसक्यो ओम नमः शिवाय भन्नु न ल ल छिटो गर ल आफै एकचोटि ल टाउकोमा हाल न अलिअलि जय शम्भु नमस्ते गरेर हो माथि नमस्ते गरेर हर हर महादेव देव ल यस है फाइनली स्नान सक्यो लुगा लाउँछौँ अब हामी लास्टै जाडो भयो जाडो भयो ल एकदम चिसो भयो यहीँ छ यहीँ खिच्दैछु ल डन यो कालीमाटीबाट साथीभाइहरूले चढाइदियो भनेर पठाएको पैसाहरू यहाँ अरू पनि छ है पोइन्टमा हाम्रो विनोद सरले पठाएको विनोद सर ए मैले पनि चढाउनु पर्ने पैसाहरू चढाइदिनु पर्ने छ पैसा माथि मन्दिर चढाइदिनु पर्ला है कन्टिन्यू नै छ है तिमीलाई ऊ लियो झोलाहरू लियो त होइन त एलेक्सले झोला दियो उसको के ग्यासको सनिज दाइ चाँडो गर्नु न ल कसले चढाइदियो भने हो ल सङ्गीताको ए ल ल ल सक्यो है ल त्रिशुल चढाउनु जानु लाग्यो अब चाहिँ त्रिशुल ढाडामा यहाँ माथि सिधा बाटो हिँड्दा पनि सुहाँ सुहाँ भइरहेछ मौसम चाहिँ खोलेको छ है फेरि टाइममा खुल्छ त्यहाँ हेर्न सक्नुहुन्छ यी यो चाहिँ शिवजी सुत्नु भएको अरे है यही हो गाइस यस्तै छ अवस्था ल सम्पूर्ण जगतको कल्याण होस् जय भगवान् ओम नमः शिवाय नमः शिवाय नमः शिवाय सम्पूर्ण जगतको कल्याण होस् सबैलाई राम्रो होस् मनले आँटेको पुर्याउन् होइन दाइ ल ओम नमः शिवाय ओम नमः शिवाय ल मेरो इच्छा पनि पुरा होस् जय भगवान् ओम नमः शिवाय ओम नमः शिवाय यहाँ चाहिँ डमरू रहेछ बजाउनु मिल्दैन गाइस अब निस्क्यौँ हामी त्यहाँबाट
गोसाइकुण्ड आउने एउटा रहर पुरा भयो। ल अरू जसको क्रेडिट हाम्रो ज्वाइँ साहब रेशमलाई जान्छ, उहाँले गरेर आउनु पाएको हो। म चाहिँ स्पेसली थ्याङ्क्स फर रेशम। धन्यवाद। यो स्पेसली यो चाहिँ खास निलम मिसले गरेर हो कि निलम मिसले कर गर्नु भएर हो। अनि कस्तो रह्यो यात्रा अब हो? ल अहिले अलिक उतैतिर गएर कुरा गरौँ ल। सर कस्तो रह्यो यात्रा के छ भन्ने? बवाल। ल ठिक छ ल। ल ल अब हामी तलतिर गएर भेटौँला है गाइस। सक्यो तर चिसो भयो। सक्यो हामी निस्किन लागेको। जाडो बवाल भयो, पानी परेछ ल। त्यही पनि हामी निस्किन लागेको। अघि चाहिँ हामी यस्तै बाटो आएको हो। अहिले त केही देखाइदिएन यहाँ, पुरै फगले। अहिले चाहिँ अलिक फगहरू हरा भएर फर्किने बेला चाहिँ सिन हेर्न पाइयो हामीले। यो सानो कुण्ड भैरव कुण्ड। अब फर्किने बेला हेर्नुहुन्न भन्थ्यो, अब सिन खोल्यो यताउति घुम्दा देखिन्छ के भन्नु। फेरि उकालो आयो तेरिका। हेर्नुहोस् त कति राम्रो दृश्य। आहा ल यहाँबाट झर्ना झरिरहेको छ। अहिले चाहिँ हेर्न पाएँ हामीले राम्रो राम्रो दृश्यहरू। अघि चढ्ने जाने बेला त खै केही देखेँ होइन। चाहिँ बुद्ध मन्दिरबाट खासै उकालो छैन। तेर्सो भन्ने हेर्नु ल कतिको तेर्सो रहेछ। यो उकालोमा त फटक्कै गल्छ नि। आमामा गाह्रो छ। अब यो बाटोमा फर्किने पनि लास्ट हामी नै जस्तो लाग्यो। खै तिनीहरू अब उतै बस्छ होला। लास्ट चाहिँ हामी दुईजनासम्मै। दुईजना जानु भएको तिनीहरू फर्किनुहुन्छ क्या। यात्रा सफल पारेर खुसी साथ फर्किरहेछौँ है हामी चाहिँ। यो गोसाइकुण्डको यात्रा सफल भइसकेपछिको मनोरक अनौठो खुसी छ यहाँ उहाँमा सबसे धेरै। दर्शन गरेर अब चाहिँ हामी चन्दनबारी झरिसकेका छौँ। अस्ति जाने बेला राति भएर हामीले यो सिन देखाउन सकेन। अब फर्किने बेला देखाइदिन्छ भने यार। ल फेरि यसपालि पनि चिज फ्याक्ट्रीमा आयो है गाइज हामी चाहिँ। यहाँ पुरा चिजहरू तयार हुँदैछ। बिचरा गेडामा त उहाँहरू खुट्टो टोकेर बस्नु। मैले खाँदाखेरि खानु मन लाग्यो। अनि मकै कस्तो गरम चबा साथले उहाँले चमा जस्तो भयो भयो। पहिला पुग्ने मान्छे त डाँडाको यतापट्टि त्यो कुण्डबाट त पानी हान्थ्यो होइन। त्यही त हो नि, पाल पाल हुँदै हुँदै जाने। त्यही त हो नि, कुण्डको पानी आइरहेको थियो। त्यतापट्टि त्यहाँबाट त्यस्तै त भएको मौसम होइन हिजो जस्तै पुरै हुन्छ। त्यहाँ कुर्सी छैन। यसो गर अहिले ल टन्न खाममै। हेर्नु त यसमा फाल्ने है फोहोर चाहिँ गर्नुहुन्न यार, जे भयो नि यसमा हाल्नु। र हामी त यस्तो गाइस फेरि साथमा बोकेर हिँड्दैन हो। फोहोर जति अब गर्नु भएन नि यस्तो ठाउँमा आएर। तर हामीले फोहोर त काहीँ नै गरेको छैन। नम्बर 1 भयो ल। फोहोर उयो डस्टबिनमा लगाएर हाल्ने। फाइनली गाइज हामी चाहिँ फर्किसकेका छौँ। अनि अब फेरि फर्किँदाखेरि पसिना ससिना एकदम धेरै आयो भएर हामीलाई फेरि अब यसो टाउको साउको नआउने कार्यक्रम भइरहेछ यहाँ खोलामा। खुट्टा जुत्ता लाएर होला गाह्रो भएर खुट्टा पानीमा हाल्दा नि मजा आछ है। यस्तो छ अवस्था, के गर्नु अब। ल स्याम्पू चाहियो। फाइनली गाइज हामी चाहिँ घर फर्किसक्यौँ है। अब चाहिँ घर पुग्नु लाग्यो।
हाम्रो यात्रा चाहिँ पुरै पूर्ण रूपमा सफल भएको अवस्था छ। ल भिडियो हेरिदिनु भएकोमा धन्यवाद। मन परेमा लाइक सेयर कमेन्ट गर्नुहोला, सब्सक्राइब गर्नुहोला। आगामी दिनहरूमा यस्तै यस्तै भिडियोहरू ल्याउँदै गर्छौँ। ल धन्यवाद, बाई बाई।